अनि पछिल्लो समय यो सुनसरी लगायत देशभरिमै त्यो मदरसाहरूबाट विदेशी फन्डिङहरूले गर्दाखेरि यस्तो धार्मिक द्वन्द्वहरू निम्तिरहेछ। यो तर्फ चाहिँ सरकारले अहिलेसम्म के गरिरहेछ र तपाईहरूले अबका दिनमा त्यसलाई नियन्त्रण गर्न के प्रयास गर्नुहुनेछ? यस्तो छ, तपाईँको छानबिन गर्नुपर्ने धेरै कुराहरू छन् होइन, सबै कुराहरू छन्। अब एउटा मात्र संस्थालाई नदिउँ, हिन्दू मात्र नभनौँ, मुस्लिम मात्र नभनौँ, क्रिस्चियन मात्र नभनौँ, यो सबै समुदायको हाम्रो मठ मन्दिरदेखि लिएर हरेक कुरामा धेरै ठाउँमा चलखेल भएको त छ नि त, तपाईँहरूलाई पनि थाहा छ। तर यस्तो छ नि त मन्त्रीज्यू, हाम्रो देशमा तपाईँलाई दर्ता नभइकन अर्बौं खर्बौं लगानी गएर तल्लो तल्लाको ठुला मस्जिदहरू बनेको छ, मदरसाहरू बनेको छ, तर त्यसमा चाहिँ अहिलेसम्म निगरानी सरकारको छैन। त्यो चाहिँ पछिल्लो समय देखिएको छ। त्यो छैन, किन छैन भने हामी थिएनौँ, हामी भर्खर 3 महिना भइमा आएको हजुर होइन। अब पहिला थिएन, अब उहाँहरूको भारी त हामीले बोक्नु सक्दिनँ मैले त। त्यही पनि उहाँहरूले सपोर्ट गर्नु भएर सहयोग गर्नु भएको छ। अहिले आएर चाहिँ ल है हामीले पहिला छुट्टाएको कुराहरू यसपालि तपाईँहरूले गर्नुपर्छ भनेर पुरानो दलको साथीहरूले नै हामीलाई सुझाव दिनुभएको छ, त्यसलाई नै हामीले पोजिटिभली लिएको छौँ। तर अब त हामीले गरेन भने कसले गर्ने त? अनि यो सुनसरीको घटना लिएर देशव्यापी घटना अहिले चर्किएको छ, यसलाई चाहिँ नियन्त्रण गर्न देशवासीलाई के भन्न चाहनुहुन्छ तपाईँ? देशवासीलाई हामीले के एउटा सन्देश दिन चाहन्छौँ भन्दाखेरि चाहिँ हाम्रो देश नेपाल अहिलेसम्म विभिन्न जात धर्म वेशभूषा एउटै ठाउँमा बसेर हामी अहिलेसम्म हाम्रो देशमा यो लेभलको यो तहको हामीसँग द्वन्द्व भएको सृजना भएको थिएन। र यसमा आशाले पनि होला, अब उहाँहरूले माग गर्नु जायज पनि हो। अब हाम्रो सरकार हो, हाम्रो सरकार भएपछि हाम्रो माग पुरा हुन्छ। पहिला धेरै कुरा हाम्रो यस्तो माग गर्दाखेरि हाम्रो पुरा भएको थिएन, छानबिन पनि निष्पक्ष भएको थिएन भन्ने आशा पनि हो। र यसपालि उहाँहरूलाई चाहिँ आफ्नो जनतालाई, आफ्नो नागरिकलाई जसले हामीलाई भोट दिएर पठाउनु भयो, उहाँहरूलाई निराश बनाउने काम चाहिँ हामी चाहिँ हाम्रो तर्फबाट चाहिँ हुँदैन। अनि आज चाहिँ एउटा प्रश्न मात्र म आएको होइन नि त, म त तपाईँको यस्तो प्लिज ठिक छ I have one curiosity. एकैछिन पक्नु न, उहाँले क्वेसन गर्नु ठिक छ। 5 दिन तपाईँहरूले देख्नु भएको छैन, म चाहिँ नआएको होइन। हामी गृहमन्त्री यहाँका स्थानहरूले गृहमन्त्री नै आउनुपर्छ भन्ने कुरा पछि साम्य हुन्छ भने सुरुदेखि नै उहाँहरूको माग नै थियो, गृहमन्त्री यहाँ घटनास्थलमा आउनुपर्छ, स्थलगत गर्नुपर्छ भन्ने कुराहरू त स्थानीयबाट नै उठिरहेको छ नि त। यस्तो हो क्या, आशा गर्नु स्वाभाविक हो, गृहमन्त्री जहाँ पनि पुग्नुपर्छ भन्ने स्वाभाविक पनि हो। उहाँहरूको आशालाई निराश नगर्न मेरो दायित्व पनि हो। तर यो सँगसँगै मेरो त अर्को दायित्व भनेर देश पनि हो नि त। अर्को ठाउँमा यो चर्किला कि भन्ने हाम्रो पूर्व तयारी त गर्नुपर्ने थियो, जसको परिणाम अहिले हामीले भोगिरहेको छौँ। पूर्व तयारी गर्दा गर्दा पनि अहिले हामी भोगिरहेको छौँ। त्यसमाथि पहिलो हाम्रो दायित्व के हुन्छ, स्वास्थ्य उपचार उहाँहरूको राम्रोसित हाम्रो निःशुल्क हुनु पर्यो, उहाँहरू स्वास्थ्य उपचार निको हुनु पर्यो, उहाँहरू सेफ हुनु पर्यो भन्ने हाम्रो पहिलो प्राथमिकता हो। त्यसका लागि हामीले नेपाल सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको हाम्रो स्वास्थ्य अनि आज अन्त्यमा